हेलो गाइज, नमस्ते नमस्ते। आज चाहिँ म पार्क ओमसनको पार्क चाहिँ भाइसँग चाहिँ घुम्न निस्केको छु। गिरी भाइसँग चाहिँ निस्केका छौँ। पार्कमा चाहिँ अहिले झिलिमिली फुलहरू फुलेको रहेछ। साथीहरू आज चाहिँ अहिले एकदमै भाइरल कोरियामा चाहिँ फुल, एउटा भाइरल फुल आजभोलिको सिजनमा चाहिँ फुलेको हामी देख्न सक्छौँ जताततै। त्यो फुल आज म यहाँलाई चाहिँ देखाउने छु। कृपया यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। गोदावरी फुल जस्तो लाग्यो मलाई चाहिँ। अनि यहाँनिर यो खङ्गरो पनि यसरी फलेको रहेछ साथीहरू, हेर्नुहोस्। साथीहरू यस्तो छ यहाँको पार्क वरिपरिको दृश्य हेर्नुहोस्। साथीहरू हेरेर चाहिँ मनोरञ्जन लिनु होला। यहाँ चाहिँ धेरै नै आन्तरिक पर्यटकहरू यहाँ चाहिँ घुम्न आउँछन्। अगाडि हेर्ने हो भने यस्तो छ, अनि यतातिर चाहिँ यस्तो रहेछ। भाइ त्यहाँ बस्दा कस्तो देखिन्छ? ओ ल साथीहरू, भाइरल फुल चाहिँ यता रहेछ यतातिर। ल हेर्नुहोस् त साथीहरू, एकदमै ठुलो एरियामा छ है यो चाहिँ। यहाँदेखि माथि लेकसम्म हो, त्यसको माथि लास्ट पोइन्टसम्मै छ भाइरल फुल चाहिँ यहाँ चाहिँ। ए मजाले साथीहरू, फाइनली हामी भाइरल फुलमा पुगेको अवस्था हो। ल म भाइरल फुलमा यहाँले चाहिँ देखाउने छु। म चाहिँ भाइरल फुल भनेको भाइले चाहिँ यो चाहिँ घाँस भन्छ। घाँस हो भाइ? यो होइन नि, यो त फुल हो नि। ल साथीहरू, यो घाँस हो कि फुल हो? तपाईँहरूले चाहिँ यसो कमेन्ट गरिदिनु होला। यस्तो छ मित्रहरू, भाइरल फुल भनौँ अथवा घाँस भनौँ, जे भने पनि यहाँ चाहिँ एकदमै अत्याधिक मात्रामा चाहिँ यहाँ चाहिँ मान्छेहरू चाहिँ घुम्न आउँछन् शनिबार आइतबार। विशेष गरी अहिले चाहिँ छुसकको छुट्टी भएकोले गर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ अलिक धेरै नै आउने गरेको छ। भाइरल फुल भाइलाई कस्तो लागिरहेछ? एकदम राम्रो। अहिले खर भन्ने हो कि फुल भन्ने हो कि? यहाँ त पुरै यस्तो बनाउँछ फोटो खिच्नेहरूले। यस्तो छ। ल यता भाइ फोटो सेसन, फोटोसुट गर्दैछ हाम्रो प्यारो भाइ। र साथीहरू, यहाँको भाइरल फुल के कस्तो लागिरहेछ कृपया कमेन्ट गर्नु होला। ल साथीहरू, यतातिर चाहिँ यस्तो छ। गाइस यस्तो रहेछ यतातिर पुरै थरी थरीको फुलहरू। भाइ फोटोसुट गर्दैछ। ल यस्तो छ। कुन चाहिँ मन पर्यो भाइ? यो पहेँलो अनि यो रातो कलर। त्यो माथिको नि राम्रो छ नि है? टोक्कै के हो कुन हो?
यो फुलै फुल हो, यो खोइ कुन फुल हो कि मेरा प्यारा प्यारा दर्शक महानुभावहरू, अहिले म यहाँहरूलाई चाहिँ अहिले कोरियामा चाहिँ अत्याधिक मात्रामा जताततै पनि फुलिरहेको सुन्दर सुन्दर फुलहरू मध्ये एक फुल यहाँहरूलाई देखाउन गइरहेको छु, देखाउँदैछु। यो सिजन भनेको चाहिँ फुल फुल्ने सिजन हो र अब केही समयपछि चाहिँ यो रुखका पातहरू पहेँलिने सिजन सुरु हुँदैछ। भाइ यो फुल चाहिँ कस्तो लाग्यो? राम्रो छ, एक मात्र हेर्नु त। यो फुल फुलै फुलको बगैँचा। साथीहरू, यहाँहरूलाई चाहिँ यो फुलको बगैँचा के कस्तो लाग्यो फेरि पनि म आग्रह गर्न चाहन्छु कि कमेन्ट गरिदिनु होला र यो मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला र 1 लाइक 1 सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। यो त यस्तै छ भाइ, माथिसम्म यस्तै हो। साथीहरूलाई म फेरि पनि के भन्न चाहन्छु भने यो चाहिँ कहाँ हो भनेदेखि चाहिँ यो चाहिँ छुङछुङ बुक्दो को यो ओमसङ्गुन भन्ने ठाउँमा अवस्थित हो। यो चाहिँ बस टर्मिनलदेखि यो ठाउँ पुग्नलाई ट्याक्सी चढेर धेरैमा 5 मिनट लाग्छ। तपाईहरु पनि यो ठाउँ आउन चाहनुभयो भने अबको 1 हप्तासम्म चाहिँ यो फुल चाहिँ ओइलिँदैन, झर्दैन। साथीहरु हेर्नुहोस् त, लु यो तपाईको के भन्छ भन्दाखेरि यसले भाइ के भन्छ, नरिवलदेखि बनेको एक किसिमको यो म्याट हो। यो वर्षौंसम्म केही हुँदैन, मकिँदैन। यो चाहिँ बाटो चिप्लो नहोस् भनेर चाहिँ यो चाहिँ यसरी बिछ्याएको हामी देख्न सक्छौं। यहाँ यस्तो पनि देख्न सकिन्छ। यो चाहिँ के हो भन्दाखेरि चाहिँ देउराली के भन्छ यो चाहिँ। अब यहाँ चाहिँ यसो अब तितेपाती यसो चढाउने अथवा यो ढुङ्गाको यो माथि थाक लगाउने गर्छन्। यो एक किसिमको यो विश्वास भनौं न रहेछ यहाँ कोरियामा पनि। यो फुल हाम्रोतिर चाहिँ के फुल भन्छ, यो धेरै नै हुन्छ। यो चाहिँ टक्कैसँगले खायो भने यस्तो गुलियो हुन्छ क्या। यो के भन्छ है साथीहरु, कमेन्ट गर्नु होला है यो फुलको नाम। यो फुल पनि यसरी फुलेको रहेछ साथीहरु। ल अब आजको यो मेरो भिडियो यहाँलाई के कस्तो लाग्यो साथीहरु। भाइरल फुल मैले यहाँलाई देखाएँ र यहाँले कस्तो लाग्यो जस्तोको जस्तै आफ्नो प्रतिक्रिया राखिदिनु होला। यहाँ यसरी याक्सी पिँडाले पनि यसरी रोपेको रहेछ। ल साथीहरु, यति भन्दै आजको यो मेरो छोटो भिडियो म यही अन्त्य गर्न चाहन्छु। ओके, बाइ बाइ।